दाजु अब तपाईँको गजल टुक्का के छ तपाईँको रचना के छ त्यो रचना सुनाइदिनुहोस् ल। अब मैले तपाईँको परिचय सहित। के भन्नुपर्दा चाहिँ म यात्राको क्रममा छु अहिले। हजुर। यो खोलारूपी जीवनलाई अगाडि बढाउने क्रममा कयौँ भँगालाहरू पार गर्दै जाँदा ढुक्क भेट हुनुभएका साथी दिलीपसँग अब बाटोमा हिँड्दा चाहिँ साथी भनिन्छ। यो कार्यक्रममा चाहिँ हाम्रो सर हुनुहुन्छ है उहाँले, त्यसैले उहाँले सानो भिडियो बनाउँछु भन्नुभयो र खुसी खुसी लाग्यो। म आफू यसले कथा पनि हो, उहाँले नै बनाउनु भयो है मलाई चाहिँ। र हिँड्दै जाँदा मेरो एउटा सानो गजल अलिक ठुलो स्वरले भन्नु है। गजल दिइहाल्नु त। एउटा सानो रचना है त, आफ्नो जिन्दगीको बारेमा भन्नु। यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी, भित्रभित्रै खोक्रिएर बाहिर बाहिर बाँचेको जिन्दगी, एटमको त्रासले चुसेको, एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी। बन्दुकको नालमा टाउको ओढ्याएर निधाउनुपर्छ यहाँ, खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ, आँखा चिम्लिन पनि डरडरी, आँखा पनि डरडरी, यो जिन्दगी खै के जिन्दगी। पसलमा काँचको सोकेसभित्र सजाइराखेको काँचको चुरा जस्तै छ जिन्दगी। काहीँ बाटोमा कुनै युवतीको हातमा चढ्दै प्याट्ट फुट्न सक्छ जिन्दगी। रबडको सस्तो चप्पल जस्तो जिन्दगी, काहीँ बाटोमा हेर्दा च्याट्ट टुट्न सक्छ जिन्दगी। त्यसैले दिलीप सर, यो जिन्दगी खै के जिन्दगी, यो जिन्दगी खै के जिन्दगी। ताली हाजिर ल ल ल। वाह वाह वाह।